सम्पूर्ण साथीहरुलाई नमस्कार। आज म तपाईहरुलाई एकदमै इन्फर्मेटिभ भिडियो लिएर आएको छु। तपाईहरु वैदेशिक रोजगारीमा हुनुहुन्छ र आईपीओ भर्दै हुनुहुन्छ भने यो भिडियो तपाईहरुले छुटाउनै नमिल्ने भिडियो हो। इतिहासकै नेपालको आईपीओ इतिहासमा सबैभन्दा महँगो आईपीओ आउँदैछ। आजबाट तपाईहरुले भर्न छुटाउनुहुन्छ या छुटाउनुहुन्न, भर्ने कि नभर्ने त्यो तपाईहरुको कुरा हो। तर त्यो सम्बन्धी सम्पूर्ण जानकारी लिएर म उपस्थित भइसकेको छु। कृपया यो भिडियो पुरा हेरेर साथ दिनुहुन्छ भन्ने आशा गरेको छु। भिडियो मन पर्छ भने लाइक, कमेन्ट एन्ड सब्स्क्राइब गर्न नछुटाउनुस् र अन्त्यमा शेयर पनि गरेर साथ दिनुहोला। रिलायन्स स्पिनिङ मिल्सको बुक बिल्डिङ मेथडबाट सार्वजनिक हुने आईपीओ को सूचना यस प्रकार रहेको छ। सार्वजनिक निष्कासन गरिने 11,55,960 किता साधारण शेयरको 10% अर्थात् 1,15,996 किता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरिने। कथम कदाचित वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूको लागि निष्कासन गरिएको शेयर सम्पूर्ण रूपमा बिक्री नभई बाँकी रहेको शेयर समेत सर्वसाधारणमा समायोजन गरी निष्कासन गरिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि दरखास्त दिनुपर्ने न्यूनतम शेयर संख्या 50 किता, दरखास्त दिन पाउने अधिकतम शेयर संख्या 20,000 किता। यो सूचनालाई हेर्दाखेरि तपाईहरुले पहिला जस्तो प्रति 100 रुपैयाँका दरले 10 किता मात्र 1000 रुपैयाँमा भरेर यो पुग्दैन। तपाईहरुले यसका लागि चाहिँ कति रुपैयाँ चाहिने भयो? 41,040 रुपैयाँ चाहिने भएको छ। त्यसैले यो बुक बिल्डिङ मेथडबाट आईपीओ आउँदाखेरि चाहिँ बुक बिल्डिङ मेथडको आईपीओमा चाहिँ 50 किता अनिवार्य रूपमा तपाईहरुले भर्नुपर्छ। र नेपालको इतिहासमा सर्वोत्तम सिमेन्ट पहिलो पटक बुक बिल्डिङ मेथडबाट आईपीओ ल्याउने कम्पनी भएको थियो भने यो दोस्रो पटक बुक बिल्डिङ मेथडबाट आईपीओ ल्याउने कम्पनी भएको छ। र यस सम्बन्धी अरु जानकारी, यो कम्पनीको आईपीओ धेरै विवादपछि मुद्दापछि आउन लागेको छ र यो कम्पनीमा धेरै विवादहरू पनि परेका छन्। त्यसैकारण तपाईहरुले राम्रोसँग बुझेर मात्रै यो कम्पनीको आईपीओ भर्नुहुन्छ भन्ने मैले आशा गरेको छु। कृपया तपाईहरुको पैसा हो, तपाईहरुको लगानी हो, तपाईहरुको लगानीलाई कसरी सुरक्षित बनाउने भन्ने निर्णय पनि हजुरहरुकै हातमा रहेको छ। कृपया राम्रोसँग बुझेर मात्रै यो कम्पनीमा लगानी गर्न हार्दिक अनुरोध गर्दछु। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण शेयरको बिक्री खुल्ला अवधि निष्कासन खुल्ला मिति चाहिँ 2082 साल 8 महिना 22 गतेबाट सुरु भएर छिटोमा 2082 साल 8 महिना 25 गते बैंकिङ समय पश्चातसम्म रहनेछ भने ढिलोमा 2082 साल 9 महिना 7 गते बैंकिङ समय पश्चातसम्म रहनेछ। कृपया यो समय अवधिमा तपाईहरुले भरिसक्नु पर्नेछ है। तपाईहरुले अब देख्नु हुँदैछ यहाँ प्रति शेयर अंकित मूल्यका बारेमा। प्रति शेयर अंकित मूल्य रु 100 का दरको बुक बिल्डिङ निर्देशिका 2077 को दफा 13 को उपदफा 1 बमोजिम बोल कबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरूलाई 7,70,640 किता शेयर मिति 2080 साल 10 महिना 14 गते नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा बाँडफाँड गर्दा कटअफ मूल्य रु 912 रुपैयाँ निर्धारण भएको र सोही निर्देशिकाको दफा 14 मा भएको व्यवस्था बमोजिम कटअफ मूल्यमा 10% छुट दिँदा कायम हुन आउने प्रति शेयर मूल्य रु 820 रुपैयाँ 80 पैसाका दरले दरखास्त साथ 100% भुक्तानी माग गरिएको भनेर चाहिँ कम्पनीको कटअफ प्राइस तोकिएको थियो। यसैलाई आधारमा हेरेर हामी सर्वसाधारण लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताहरूको लागि चाहिँ यो कम्पनीको आईपीओ खुल्ला भएको हो। यही कारणले गर्दा हामीले अत्याधिक रूपमा धेरै मूल्यमा यो कम्पनीको आईपीओ किन्न पर्ने बाध्यता भएको हो। अब यहाँ कुरा गरौँ क्रेडिट रेटिङको। क्रेडिट रेटिङ सम्बन्धी व्यवस्था नेपाल धितोपत्र बोर्डबाट मिति 2081 साल 3 महिना 12 को स्वीकृति विवरण पत्र अनुसार यस विवरण पत्र अनुसार निष्कासन गरिने साधारण शेयरको लागि धितोपत्र दर्ता तथा निष्कासन नियमावली 2073 तेस्रो संशोधन सहितमा भएको व्यवस्था बमोजिम कम्पनीको इस्युअर रेटिङ गर्नुपर्ने भएकोले क्रेडिट रेटिङ नियमावली 2068 को नियम 3 बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपाल लिमिटेड पुतली सदर काठमाडौँबाट इस्युअर रेटिङ गराइएको र
कम्पनीले इक्रा NPA-H सिंगल A- युजर प्रमाणपत्र प्राप्त गरेको छ। इक्रा NPA-H सिंगल A- युजरले एडिक्वेटी डिग्री अफ सेफ्टी रिगार्डिङ टाइमली सर्भिसिङ अफ फाइनेन्सियल अब्लिगेसन भन्ने बुझिन्छ। के रेटिङ नेपालले इक्रा NP-AAA देखि इक्रा NP-DE सम्मको रेटिङ प्रदान गर्दछ, जसमा इक्रा NP-AAA ले सकारात्मक आधार जनाउँछ भने इक्रा NP-DE ले नकारात्मक आधार जनाउँछ। ईश्वर रेटिङ प्रदान गरेको मिति 2079 साल 8 महिना 22 गते, तदनुसार डिसेम्बर 8, 2022 र बहाल रहने मिति 2081 6 महिना 18, तदनुसार अक्टोबर 4, 2024 लेखिएको छ।